everybody, what's up? के छ सबैजना सन्चै हुनुहुन्छ? म आरपी अवस्थी आज पनि आइसकेको छु नयाँ भिडियोको साथमा हजुरहरूको लागि ल्याएर बीएससी सेकेन्ड इयरको केमिस्ट्री सोल्युसन कतिको भन्दाखेरि 2082 रेगुलरमा सोधिएको क्वेशन पेपरको कम्प्लिट सोल्युसन लिएर म आइसकेको छु र हामीसँग क्वेशन पेपर पनि रहेको छ। यदि तपाईलाई यसको पीडीएफ चाहिन्छ भनेपछि चाहिँ मलाई चाहिँ पर्सनली व्हाट्सएप गर्न सक्नुहुन्छ दिएको नम्बरमा है त। ल हामीहरुलाई के छ भनेपछि केमिस्ट्रीको यो पेपर रहेको छ हेर्नुस् हैन 2082 रेगुलरमा सोधिएको यो पेपरमा हामीहरुको आज इनअर्गानिक पोर्सन ग्रुप ए मा रहेको छ। त्यसपछि हामीहरुलाई अर्गानिक पोर्सन दिएको हुन्छ ग्रुप बी मा र फिजिकल पोर्सन पनि हामीहरुलाई दिएको हुन्छ ग्रुप सी मा। ल यी क्वेशनहरु मध्ये हामीहरु आज जति भ्याउँछ त्यति क्वेशनहरु चाहिँ यहाँ डिस्कस गर्ने प्रयास गर्ने छौं है। यो ग्रुप सी रहेको छ यहाँ। ल ठीक छ, अब ढिला नगरिकन म आजको सेसन तर्फ नै लाग्छु। मैले यहाँ सबै क्वेशनहरुलाई ह्यान्ड रिटन फर्मेटमा पनि लेखेको छु है त। ल यहाँ हेर्न सक्नुहुन्छ यो क्वेशन नम्बर 1 रहेको छ। व्हाट आर डी ब्लक एलिमेन्ट, डिस्कस द फलोइङ प्रोपर्टिज अफ ट्रान्जिसन एलिमेन्ट भन्छ। सुरुमा अक्सिडेसन स्टेट दिएको छ एउटा, त्यसपछि कम्प्लेक्स फर्मेसन अनि कम्प्लेक्स फर्मेसन पछि हामीहरुलाई अर्को तेस्रोमा दिएको छ क्याटालाइटिक प्रोपर्टिज, म्याग्नेटिक प्रोपर्टिज भनेर हामीहरुलाई यो चारवटा दिएको छ। अब हामीले ध्यान दिनुपर्ने कुरा के हो भनेपछि इनअर्गानिक पोर्सनबाट हाम्रो कुन टपिकबाट दियो त डी ब्लक एलिमेन्ट भन्ने टपिकबाट हाम्रो पहिलो क्वेशन दिएको छ जुन हामीहरुको 10 मार्क्सको रहेको छ। ल यसमा हामीहरुले डेफिनेसन तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर। द डी ब्लक एलिमेन्ट क्यान बी रिटन एज डिफाइन्ड एज those element in which differentiating electron that is a last electron enters n-1 d orbital अथवा last electron d orbital मा जुन एलिमेन्टहरुको जान्छ ती एलिमेन्टहरुलाई डी ब्लक एलिमेन्ट भन्ने हो भनेको छ। अनि इन विच डी orbital आर प्रोग्रेसिभली फिल्ड फ्रम d1 to d10 किनभनेपछि डी orbital मा हामीहरुको 10 वटा इलेक्ट्रोन हटाउने ठाउँ हुन्छ जहाँ चाहिँ हामीहरु 1 इलेक्ट्रोनबाट चाहिँ 10 इलेक्ट्रोन सम्मको त्यो त्यसको क्यापासिटी हुन्छ भनेर भन्न खोजिएको। यति डेफिनेसन लेखिदिएपछि हामीहरुको कति छ 1 मार्क्सको छ कि 2 मार्क्सको छ त्यो हामीहरुले पाउँछौं है त। ल 1 मार्क्सको रहेछ। त्यसपछि अब चाहिँ प्रत्येक चारवटा प्रोपर्टिजहरु चाहिँ 2-2 मार्क्सको छ। प्रोपर्टिहरु यहाँ हेर्न सक्नुहुन्छ। यसको लागि पनि मैले यहाँ लेखिदिएको छु। सुरुमा छ अक्सिडेसन स्टेट भन्ने प्रोपर्टी छ। Transition elements show variable oxidation state since energy gap between n-1 d and ns orbital is a small enough that electron from both subshell take part in bonding भन्छ। अब यसले चाहिँ भेरिएबल अक्सिडेसन स्टेट देखाउँछ भनेर यो ग्रुपको एलिमेन्टहरुले अर्थात डी ग्रुपको एलिमेन्टहरुले किन भेरिएबल देखाउँछन् भनेपछि किनकि यिनीहरुको डी अर्बिटल र एस अर्बिटल छ नि त। डी अर्बिटल र एस अर्बिटल बीचको ग्याप के छ धेरै सानो छ। ग्याप सानो छ भनेपछि कहिले एस बाट इलेक्ट्रोन जान्छ रिएक्सनमा भाग लिनलाई, कहिले डी बाट इलेक्ट्रोन जान्छ भनेपछि घरि एस बाट घरि डी बाट गइराछ भनेपछि त भेरिएबल देखाइहाल्यो नि त यसले क्यारेक्टर। त्यही भएर भेरिएबल अक्सिडेसन स्टेट हुन्छ। यति लेख्दिए नि पुगिहाल्छ हामीहरुलाई 2 नम्बरको लागि। अझै मैले यहाँ इलाबोरेट गर्न खोजेको छु। अल एलिमेन्ट एक्सेप्ट स्क्यान्डियम एन्ड जिंक शो 2 or more अक्सिडेसन स्टेट। अब स्क्यान्डियम र जिंकले चाहिँ किन 2 देखाउँदैन भनेपछि यिनीहरुमा चाहिँ हाफ फिल्ड र फुल फिल्ड डी अर्बिटलको कन्सेप्ट लाग्छ। हाफ फिल्ड एन्ड फुल फिल्ड डी अर्बिटल आर मोर स्टेबल देन अदर भन्ने कन्सेप्ट लाग्ने हो यसमा। अब यसपछि कुरा आउँछ हामीहरुको सेकेन्डमा के छ भनेपछि +2 इज अ कमन टु नियरली अल अफ देम अराइजिङ टु 4se-1 भन्छ। अब भनेपछि +2 अक्सिडेसन स्टेट चाहिँ कमनली नै हुन्छ। त्यो नेक्स्ट पोइन्ट भइहाल्यो। अनि द मिनिमम अक्सिडेसन स्टेट राइजेस फ्रम स्क्यान्डियम अप टु म्याङ्गनिज हो 7 सम्म हुन्छ एन्ड फल अगेन टुवर्ड द जिंक इन्क्रिजिङ भन्छ। भनेपछि स्क्यान्डियमबाट अक्सिडेसन नम्बर बढ्दै 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 जान्छ म्याङ्गनिज सम्म, फेरि म्याङ्गनिजबाट चाहिँ जिंक सम्म चाहिँ हामीहरुको तल खस्दै खस्दै जान्छ भनेपछि म्याक्सिमम म्याङ्गनिजको रहेछ त्यो ध्यान दिनु पर्यो। द म्याक्सिमम अक्सिडेसन नम्बर अफ डी ब्लक एलिमेन्ट इज म्याङ्गनिज भनेर लेख्दै नि भइहाल्यो पोइन्टलाई। यो मैले तपाईलाई सर्टकट ल्याङ्ग्वेज नै बताइदिएको छु। अनि म्याङ्गनिज सो द वाइडेस्ट रेन्ज अफ अक्सिडेसन स्टेट यो माथिको नि मैले भनेकै होला यहाँ लेखिसकेको छ। अनि त्यसपछि एक दुईटा एक्जाम्पलहरु भइहाल्यो हैन। यति लेख्दाखेरि पुग्छ। यो अझै मैले थपेको छु तपाईहरु पढ्न सक्नुहुन्छ। मैले यहाँ त्यसपछि चाहिँ हायर अक्सिडेसन स्टेट आर मोर स्टेबल व्हेन कम्बाइन्ड विथ स्ट्रङली इलेक्ट्रोनेगेटिभ एलिमेन्ट पनि भनेको छु सच एज O and F। F O N भन्ने हामीहरुको 3 वटा के भन्छ इलेक्ट्रोनेगेटिभ एलिमेन्टहरु हुन्छ। फन भनेर याद गर्ने थियौ। फ्लोरिन अनि अक्सिजन र नाइट्रोजन गरेर। सो अक्सिजन र फ्लोरिन सँग जोडिँदाखेरि यिनीहरु मोर स्टेबल हुन्छन् भनेको छ। त्यसपछि आउँछ कम्प्लेक्स फर्मेसनको कुरा आउँछ। कम्प्लेक्स फर्मेसन भनेको के हो त
ट्रान्जिसन मेटल ह्याभ अ ग्रेटर टेन्डेन्सी टु फर्म कम्प्लेक्स आयन। कम्प्लेक्स आयनहरू फर्मेसन गर्ने टेन्डेन्सी जुन हुन्छ त्यो के हुन्छ यो हामीहरूको डिब्लक इलिमेन्टहरूमा बढी हुन्छ भनेको छ। किन बढी हुन्छ त्यसको रिजन स्मल आयोनिक साइज एन्ड हाई न्युक्लियर चार्ज हुनाले एउटा यतिसम्म लेखिदिनु भइहाल्यो। दिस इज बिकज स्मल आयोनिक साइज एन्ड हाई न्युक्लियर चार्ज। न्युक्लियसमा हाई चार्ज छ भनेपछि आयोन फर्मेसन गर्छ। कम्प्लेक्स फर्मेसन भनेको पोजिटिभ र नेगेटिभ, पोजिटिभली हाइली पोजिटिभ चार्ज छ भनेपछि नेगेटिभको कन्ट्याक्टमा आउने बित्तिकै त्यसले रिपेल गर्छ नि त, बढी इफेक्ट देखाउँछ, त्यही भएर आयोनहरू गिब्छ। गिभिङ हाई चार्ज साइज रेसियो सो द मेटल आयोन स्ट्रङली पोलराइज्ड लिजेन्ड भन्छ। ओके, कसैले लिजेन्ड भन्छ, कसैले लिगेन्ड भन्छ, जे पनि भन्छ तपाईँहरूको इच्छा। ओके, vacant n-1 d orbital of suitable energy available to accept lone pair donated by legend भएको हुनाले यो दोस्रो रिजन भयो हामीहरूको कम्प्लेक्स फर्मेसन गराउने हुनाले। के भन्छ भनेपछि n-1 d orbitalहरू चाहिँ भ्याकेन्ट नै हुन्छ। अनि त्यो भएको हुनाले त्यहाँ चाहिँ एक्सेप्ट लोन पेयर एक्सेप्ट गर्ने टेन्डेन्सी बढी हुन्छ। यदि एक्सेप्ट गर्छ भनेपछि उसले नेगेटिभ चार्ज क्यारी गर्छ र आयोन फर्मेसन भइहाल्यो, सिम्पल। अनि त्यसपछि आउँछ भेरिएबल अक्सिडेसन स्टेट विच लेट द सेम मेटल फ्रम कम्प्लेक्सेस इन मोर देन वान स्टेट भन्छ। एउटै मेटललाई दुई वा दुईभन्दा बढी स्टेटमा पुर्याउनलाई काम गर्छ नि त त्यसले। जस्तै फेरिक भइहाल्यो, सबभन्दा बेस्ट इक्जाम्पल हामीहरूको। उसले दुईवटा इलेक्ट्रोनहरू डोनेट गर्छ कि तीनवटा भन्ने कुरामा चाहिँ उसले फेरस र फेरिकको डिसाइड हुन्छ है। अनि त्यसपछि आउँछ क्याटालाइटिक प्रोपर्टिजको बारेमा अलिकति यहाँ यसको बारेमा नि हेरिदिउँ। अनि ट्रान्जिसन मेटल्स एन्ड देयर कम्पाउन्ड आर इफेक्टिभ क्याटालिस्ट मेनली बिकज अफ भेरिएबल अक्सिडेसन स्टेट वान छ। अनि त्यसपछि चाहिँ अनपेयर्ड डी इलेक्ट्रोन्स भन्ने दोस्रो छ होइन। यति लेख्दैन नि भइहाल्यो, यो लेख्ने भेरिएबल अक्सिडेसन स्टेट, अनपेयर्ड डी इलेक्ट्रोन छ। अनि थर्डमा त्यसपछि आउँछ हामीहरूको म्याग्नेटिक प्रोपर्टिज। मोस्ट ट्रान्जिसन मेटल आयो हुन्छ आर प्याराम्याग्नेटिक ओनिङ अनपेयर्ड इलेक्ट्रोन इन देयर डी अर्बिटल। के हुन्छन्? प्याराम्याग्नेटिक हुन्छन्। किन हुन्छन् भनेपछि डी अर्बिटलमा तिनीहरूले आफ्नो इलेक्ट्रोनहरू के गर्छ? अनपेयर्ड हुन्छ। अनपेयर्ड छ भनेपछि तिनीहरूले इलेक्ट्रोनहरू गेन गर्ने टेन्डेन्सी हुन्छ तिनीहरूको। इलेक्ट्रोन गेन गर्छ भनेपछि दे आर कल्ड प्याराम्याग्नेटिक। यदि इलेक्ट्रोन गेन गर्दैन थियो भनेपछि डाइम्याग्नेटिक। यदि डीमा 0 हुन्थ्यो र डीमा 10 हुन्थ्यो फुलफिल र एम्प्टी अर्बिटल हुन्थ्यो भनेपछि तिनीहरूलाई डाइम्याग्नेटिक भन्थ्यौँ। तर के छ त यहाँ मोस्टली हामीहरूको के छ, धेरै जस्तो फुलफिल पाउँदैनौँ डी अर्बिटलहरू, त्यही भएर यिनीहरू के हुन्छन्? प्याराम्याग्नेटिक हुन्छन्। प्याराम्याग्नेटिक हुन्छन्, त्यो ध्यान दिनु पऱ्यो। अनि म्याग्नेटिक मोमेन्ट इज क्यालकुलेटेड बाई म्यू इक्वल्स टु कति भन्छ हाम्रो स्क्वायर रुट अफ n प्लस 2, जहाँ चाहिँ हाम्रो n भनेको के हो त? नम्बर अफ अनपेयर्ड इलेक्ट्रोन भयो ल। अनि स्क्यान्डियमको अनि यहाँ चाहिँ 2-3वटा इक्जाम्पलहरू यहाँ तल रहेको छ। यी इक्जाम्पलहरू चाहिँ हेर्न पनि सकिन्छ अनि चाहिँ स्किप गर्न नि सकिन्छ। तर अलिकति यहाँनिरको एउटा यो वर्ड के भन्छ यहाँनिरको सेन्टेन्स भने चाहिँ हामीहरूले छुट्याउनु हुँदैन। द म्याग्नेटिक मोमेन्ट राइजेस फ्रम स्क्यान्डियम टु म्याक्सिमम एट म्याङ्गनिज एन्ड देन फल्स अगेन्स्ट टु जिङ्क भन्छ। यो पनि हामीहरूको के भयो? अक्सिडेसन नम्बर जस्तै भयो। अक्सिडेसन नम्बर पनि हामीहरूको स्क्यान्डियमबाट राइज हुँदै हामीहरूको म्याङ्गनिजसम्म पुगेको थियो र म्याङ्गनिजबाट फल हुँदै हामीहरूको जिङ्कसम्म पुगेको थियो भनेपछि म्याग्नेटिक मोमेन्ट जुन छ त्यो पनि डाइरेक्टली प्रोपोर्सनल टु अक्सिडेसन छ भनेर हामीले याद गर्न सक्छौँ। ल ठिक छ, यति भएपछि पुग्छ। अब अरमा दिएको क्वेसन छ यो। अब अरूवाला किन गरे हो भन्ला कसैले अब यो क्वेसन म गर्थेँ भन्ने लाग्छ भनेपछि अरूमा दिएको क्वेसन नि मैले यहाँ सल्भ गरेर ल्याइदिएको छु है। ओके ल, अर्को क्वेसनले हामीहरूलाई के भन्छ भनेपछि डिस्कस द प्रिपरेसन अफ H2O2। H2O2 को प्रिपरेसन बनाऊ भनेको छ। अनि बाई द मोडर्न मेथड गिभ स्ट्रक्चर एन्ड मेन युजेस अफ इट भन्छ। त्यसपछि चाहिँ डज H2O2 एक्ट बोथ अक्सिडाइजिङ एज वेल एज रिड्युसिङ एजेन्ट, इलस्ट्रेट द सुइटेबल इक्जाम्पल भनेको छ। हेर्नुहोस्, अब H2O2 को प्रिपरेसन बनाउने हामीले, अनि त्यसपछि दोस्रोमा के छ? अक्सिडाइजिङ र रिड्युसिङ बोथको काम यसले कसरी गर्छ त? एजेन्टको काम यसले कसरी गर्छ त्यो हामीहरूले सुइटेबल इक्जाम्पलहरू अथवा रिएक्सन दिएर हामी यहाँ दिन सक्छौँ। यसको आन्सरमा सुरुमा हामीहरू भन्छौँ अब प्रोडक्सन अफ H2O2 बाई मोडर्न मेथड भन्छ। मोडर्न मेथड भनेको चाहिँ ल्याब के मेथड चाहिँ हाम्रो लार्ज स्केलमा बनाउने मेथड, इन्डस्ट्रियल मेथड हो है। किनकि ल्याबमा बनाउने मेथडलाई हामीहरू ल्याबोरेटरी मेथड भनेर तोकेको हुन्छ। यसमा हामी के गर्छौँ भनेपछि
on a large scale by auto oxidation of ethyl derivative of एन्थ्राक्विनोल भन्छ। यहाँ हेर त इथाइल एन्थ्राक्विनोल 2 इथाइल एन्थ्राक्विनोल भन्ने जुन एउटा कम्पाउन्ड छ नि त 2 इथाइल एन्थ्राक्विनोन भन्ने जुन हामीहरूको त्यो इलिमेन्ट छ त्यसलाई हामीहरूले अक्सिडाइज गरेर अथवा त्यसको अक्सिडेसन गरेर हामीहरूले के पाउँछौँ त H2O2 भन्ने के अरे हामी कम्पाउन्ड पाउँछौँ हुन्छ ल H2O2 is produced on a large scale by auto oxidation of ethyl derivative of anthraquinol obtained by reducing 2-ethyl anthraquinone by hydrogen in presence of catalyst भन्छ। अनि catalyst हामीले कुन युज गरेका छौँ लिड। अब यहाँनिर हामीहरूले रियाक्सन देखाउँदाखेरि यो हामीहरूको के छ 2 इथाइल एन्थ्राक्विनोन भन्ने हामीहरूको के हो भने चाहिँ तीनवटा बेन्जिन रिङहरू देखाउने सुरुमा तीनवटा बेन्जिन रिङको चाहिँ बिचको बेन्जिन रिङमा डबल बोन्डबाट दुईवटै साइडमा अक्सिजन जोडिएको देखाइदिने र लास्टतिर हाम्रो एउटा यो कुन ग्रुप हो C2H5 यो भनेको इथाइल ग्रुप जोडिएको देखाइदिने हुन्छ। त्यसलाई चाहिँ O2 अक्सिडेसन गराउने त्यसको पिडी लिडको पर्जनमा र यसपछि के हुन्छ यहाँको यो दुईवटा बन्डहरू जो थियो त्यो एउटा बन्ड गरेर टुट्छ र यहाँ सिंगल बन्ड भन्छ OH को बाँकी सेम हुन्छ। त्यो हामीहरूको के हो 2 इथाइल एन्थ्राक्विनोल भन्छ हामीहरूको। यो क्विनोनबाट चाहिँ क्विनोल भनेको OH आयो नि त यहाँ अक्सिजन मात्रै थियो हेर्नुहोस् यहाँ एउटा बन्ड ब्रेक भएर हाइड्रोजन आएको छ OH आएको छ OH आउँछ भनेपछि OL लाग्छ हामीहरूको नोमेनक्लेचरमा पनि पढिसक्नु भएको छ 11-12 मा नै। अब त्यसपछि यहाँ हेर्नुहोस् त्यसपछिको हामीहरूको के हुन्छ यहाँबाट पनि हाइड्रोजन दुईवटा हाइड्रोजन छ नि त माथि यो दुईटा हाइड्रोजन चाहिँ यो अक्सिजनसँग मिलेर H2O2 बनाउने हो र यहाँ अक्सिजन मात्रै बच्छ फेरि यही 2 इथाइल एन्थ्राक्विनोन नै फेरि जान्छ त्यहाँ भनेपछि यो 2 इथाइल एन्थ्राक्विनोन यहाँनिर बच्छ र H2O2 हामीहरूले पाउँछौँ। अब यो H2O2 के हुन्छ भनेपछि अर्ग्यानिक लेयर युजिङ अ वाटर गिभिङ अ 20 to 25% एक्वास भन्छ। यसलाई हामीहरूले के गर्ने हो अर्ग्यानिक लेयर युजिङ अ वाटरको प्रयोग गरेर हामी H2O2 लाई एक्सट्र्याक्ट गर्छौँ भन्छ। लेयर कन्सन्ट्रेसन बाई भ्याक्युम डिस्टिलेसन यो भ्याक्युम डिस्टिलेसनको पनि हामीहरू बिस्तारै पढ्नेछौँ। अहिले तपाईँले के बुझ्दिने यो रियाक्सन मात्रै लेखिदियो भनेको हो त्यहाँ त्यो रियाक्सन लेखिसकेपछि अब हामीहरू त्यसपछि जान्छौँ स्ट्रक्चर अफ H2O2 मा कसरी फर्म हुन्छ भनेको हो त्यसको एक्सट्र्याक्सनमा चाहिँ हामीले त्यो डिटेलमा नगए नि हुन्छ। अब स्ट्रक्चरमा चाहिँ बरु हामीहरूको अलिकति हेर्नुपर्ने आउँछ किन H2O2 मा हामीहरूको कस्तो स्ट्रक्चर हुन्छ भनेपछि सुरुमा एउटा बिचमा अक्सिजन हुन्छ त्यो अक्सिजन अर्को अक्सिजनसँग जोडिएको हुन्छ दुईवटा अक्सिजनहरू यसरी जोडिएको हुन्छ कि एउटा अक्सिजन यहाँनिर छ अर्को अक्सिजन यहाँनिर छ तिनीहरूको बिचमा एउटा बन्डले जोडिएको हुन्छ र अब त्यसपछि यो माथिको अक्सिजनमा हाइड्रोजन यो तरिकाले जान्छ र यहाँ चाहिँ यो तरिकाले जस्तो यो उल्टा जेड भन्छ के उल्टा जेड होइन सुल्टे जेड भनेको चाहिँ यो जेड टाइपको स्ट्रक्चर भन्छ। यो के को स्ट्रक्चर हो त हामीहरूको H2O2 को यसलाई स्क्यू स्ट्रक्चर पनि भन्छ। अनि यसैले अलिकति चाहिँ फर्मल्ली देखाउँदाखेरि हामीहरू यसरी यहाँबाट एउटा चाहिँ हामीहरूको के बनाउँछौँ यो घर जस्तै बनाउँछौँ यसको सुरक्षाको लागि बनाएको घर जस्तै अनि यो हामीहरूको स्ट्रक्चर हुन्छ है ल। यहाँनिर अलिकति बिग्रियो डोन्ट माइन्ड होइन यहाँनिर देखाइदिएकै छु मैले फेयरले बनाइदिएको छु हेर्न सक्नुहुन्छ। अब यसको स्ट्रक्चरले गर्दाखेरि अलिकति हामीहरू के गर्छौँ भनेपछि इन अ लिक्विड स्टेटबाट सोलिड स्टेट बन्ड एंगल एंड बन्ड लेन्थ आर स्लाइटली चेन्ज हुन्छ यिनीहरूको यो हामीहरूको लिक्विड H2O2 को स्ट्रक्चर भयो र हामीहरूले सोलिड H2O2 को स्ट्रक्चर पाउने भने चाहिँ अलिकति बन्ड लेन्थमा मात्रै के हुन्छ चेन्ज हुन्छ बाँकीमा हुँदैन भन्ने हो। बन्ड लेन्थ हामीहरूको यहाँ एंगल मात्रै लेखेको छु मैले बन्ड लेन्थ पर्दैन बन्ड लेन्थ ठिकै छ 1.48 एङ्गस्ट्रन हामीहरूको बन्ड लेन्थ छ र हामीहरूको एंगल कति छ भनेपछि हाइड्रोजन र अक्सिजन बिचको इन्टरनल एंगल 94.18 डिग्री छ 48 डिग्री सरी 94.5 भने नि भइहाल्छ। अनि त्यसै गरेर यहाँ कति छ 111 डिग्री 30 मिनट अथवा 111.15 डिग्री भन्दा नि पुग्छ 30 मिनट सरी 111.5 डिग्री यो मिलिहाल्यो। यसपछि अब युजेज अफ H2O2 भन्छ युजेज पनि लेख्ने भने हो र हामीलाई क्वेसनले
होइन अक्सिडाइजिङ एजेन्ट र रिड्युसिङ एजेन्ट बोथ कसरी काम गर्छ त्यो लेख भने युजेस पनि तपाईँहरूले चाहिएला भनेर मैले यो पनि थपिदिएको छु। यो नलेख्दा नि हुन्छ किन लेन्दी हुन्छ त्यहाँ त। अहिले त हामीहरूले त यहाँ त जे पनि लेख्न सक्छौँ होइन प्र्याक्टिस कपीमा बुझाउनुलाई। यदि योपालिको इक्जाम पेपरमा युजेस आइदियो त्यसको अक्सिडाइजिङ र रिड्युसिङ एजेन्ट बोथ काम गर्छ गर्दैन त्यो नभन मलाई, युजेस मात्रै भन भनेर आयो भने चाहिँ यो काम लाग्छ। केमा काम लाग्ने रहेछ भनेपछि ब्लिचिङ एजेन्टको रूपमा एउटा काम लाग्छ। वुड पेपर पल्कहरू यिनीहरू टेक्सटाइल इन्डस्ट्री यिनीमा चाहिँ ब्लिचिङ एजेन्ट भनेको कलरलाई हामीहरूको कलर उडाउने काम गर्छ ब्लिचिङ एजेन्टले, त्यो कलर निकाल्ने काम गर्ने। अनि युज्ड एज अ एन्टिसेप्टिक र डिसइन्फेक्टेन्टको काम पनि गर्ने रहेछ यसको डाइल्युट सोल्युसनले। एन्टिसेप्टिक भन्नाले चाहिँ हामीहरूको इन्सेक्टहरूलाई मार्नेवाला र डिसइन्फेक्टेन्ट भनेको कहीँनिर इन्फेक्सन भएको छ भनेपछि त्यसलाई हामीहरूको ट्रिटमेन्ट गर्नको लागि यसको काम हुने रहेछ H2O2 को। अनि दोस्रो कुरा युज्ड एज अ रकेट फ्युल भन्छ। रकेट फ्युलमा पनि हामीहरूको युज हुने रहेछ। अनि युज्ड फर मेकिङ सोडियम पेरबोरेट बनाउनको लागि पनि हामीहरूको चाहिँ यो युज हुन्छ। अनि युज्ड एज अक्सिडाइजिङ एजेन्ट इन वेस्ट वाटर ट्रिटमेन्ट। वेस्ट वाटर ट्रिटमेन्टमा हामीहरूको अक्सिडाइजिङ एजेन्ट बन्यो। Okay, now moving on next question, next part, same question next part. Oxidizing and reducing agent both को काम कसरी गर्छ भन्ने कुरा इन्ट्रेस्टिङ क्वेसन यो रहेको छ। ल हेरौँ कसरी गर्छ यसले भनेपछि इन H2O2 oxygen is in one oxidation state intermediate between O in O2 and -2 in H2O। H2O मा वाटरमा अक्सिडेसनको के अरे अक्सिजनको अक्सिडेसन स्टेट -2 हुन्छ तर यसमा चाहिँ -1 भयो। सिन्स दिस स्टेट क्यान मुभ आइदर वे H2O2 क्यान एक्ट एज अ बोथ अक्सिडाइजिङ एन्ड रिड्युसिङ एजेन्ट। यसमा -1 अक्सिडेसन स्टेट भएको हुनाले जुन इन्टरमिडिएट बिचमा O2 र H2O भन्छ त्यसमा -2 हुन्छ। र -2 र -1 दुईटा भेरिएबल अक्सिडेसन स्टेट छ भनेपछि घरि अक्सिडेसन गर्छ घरि रिड्युसिङको काम गर्छ डिपेन्डिङ अन वाट इट रियाक्ट विथ। अब योसँग रियाक्ट केले गरिरहेछ भन्ने कुरामा यसले डिपेन्ड गर्छ किनकि अक्सिडेसन त्यहाँ दोहोरो काम गर्नेवाला मान्छे अक्सिजन छ नि त त्योसँग H2O2 सँग, त्यही भएर उसले चाहिँ अक्सिडाइजिङ र रिड्युसिङको काम गर्छ। ल हेरौँ इक्जाम्पलबाट देखाऊ भने त्यो क्वेसनले एउटा अक्सिडाइजिङको इक्जाम्पल दिदिउँ एउटा रिड्युसिङ एजेन्टका काम गरेको दिदिउँ। अब अक्सिडाइजिङ एजेन्ट गर्दाखेरि के हुन्छ भनेपछि अक्सिडेसन नम्बर जुन अक्सिजनको थियो त्यो 1 बाट -2 मा जान्छ हो। ल हेरौँ त फेरि H2O2 रियाक्ट विथ 2H+ अनि गिभिङ 2A दुईवटा इलेक्ट्रोनहरू उसले लुज गरेर H2O2 हामीहरूको केमा कन्भर्ट हुन्छ H2O मा कन्भर्ट हुन्छ। यो बेलामा कसरी हुन्छ यहाँ हेर्नुहोस् 2FeSO4 फेरस सल्फेट र सल्फ्युरिक एसिड H2SO4 दुईटैको रियाक्सन मैले गराएँ के को प्रेजेन्समा H2O2 को भनेपछि Fe2SO4 होल थ्राइस यहाँबाट के को एउटा इलेक्ट्रोन गेन गर्यो उसले र यहाँ 4 बाट 3 मा झरेको छ SO4 मोलिक्युल र H2O2 बाट उसले एउटा अक्सिजन लुज गरेको छ र त्यहाँ H2O मात्रै बनेको छ। हेर्नुस् यो के हो त Fe2+ बाट Fe3+ मा गयो खासमा भन्ने हो भनेपछि Fe2+ बाट यहाँ Fe3+ मा गयो यहाँ 3 छ यहाँ 4 छ तर यहाँको 2 ले गर्दाखेरि 2 क्यान्सल भएर 2 मात्रै बचेको थियो भयो। यहाँ के भयो त लस अफ इलेक्ट्रोन भयो जुन अक्सिडेसन भएछ। त्यसै गरेर पोटासियम आयोडाइडमा पनि हामीहरूको हेर्न सक्नुहुन्छ यहाँ आयोडिन चाहिँ I2 मा कन्भर्ट भएको छ त्यो भनेको अक्सिडेसन भइहाल्यो। यस्तो यस्तो इक्जाम्पलहरू यो रहेको छ। अब त्यसपछि कुरा आउँछ रिड्युसिङमा के गर्छ त उसले KMnO4 सँग H2SO4 को रियाक्सन गराउँदाखेरि उसले रिड्युसिङ एजेन्टको काम गर्छ। KMnO4 + 3H2SO4 + 5H2O2 को हामीहरूले गरायौँ भनेपछि यसले के काम गर्छ रिड्युसिङको काम गर्छ किन प्योर MnO4- डिकलराइज्ड भएको छ। MnO4- जुन छ त्यो यहाँ डिकलराइज्ड भएको छ अथवा MnSO4 मा गएको छ। अनि K2Cr2O7 यसको हामीहरूले हाइड्रोसल्फ्युरिक एसिडसँग रियाक्सन गराएर हामीहरूले के पाउन सक्छौँ त K2Cr2O7 को -2 छ जुन यहाँबाट हाम्रो ओरेन्ज जुन छ यो
यो हामीहरूको ग्रिनमा चेन्ज भएको छ। क्रोमियम जुन यहाँ छ 2 जसको यहाँ यसको के रहेछ अक्सिडेट उसले इलेक्ट्रोन एउटा पनि लुज गरेको छैन, यहाँ गएर उसले चाहिँ 3+ भइदिन्छ। भन्नुको मतलब लुज अफ इलेक्ट्रोन ग्रिन क्लोरिनमा चेन्ज हुन्छ, जसले गर्दाखेरि यहाँ हामीहरूको रिड्युसिङ एजेन्टको काम गरेको छ।